ओइ घन्टीको रवि, तपाईँको छ नि इन्टेन्सन राम्रो नभएर छ नि यो घन्टी पार्टीले छ नि राम्रो काम गर्न सकेको छैन के। किनभने तपाईँले आउनासाथ यो नेपालको कानुनहरू छ नि के यिनीहरू नेताहरूले के लेखेर कहाँ भाग्ने ठाउँ छ त्यो सबै रोक्नु पर्ने के। राम्रो राखेर अलिकति त्यो नराम्रोहरू चेन्ज गर्नुपर्ने, लो बनाउनु पर्यो। नेपाली भएपछि सबैलाई त्यही कानुन लाग्ने हो। मन्त्री पुलिस यिनीहरू ठुलो भयो भने छुनु नपर्ने होइन के। यिनीहरूले गल्ती गरेर पनि जेलमा राख्नु परिहाल्छ होइन। अब हेर तपाईँहरूले गरेर यो के भन्छ हाइना भागेर गएको, पुच्छ तल हालेर भागेर गएको मान्छे अहिले सिएर बनाएर कङ्ग्रेसलाई फेरि सम्हाल्छ भनेर आयो गगन थापाको टाउको खानलाई होइन। अब त्यो किन आएको भने तपाईँहरूको कमजोरीले के। अदालतमा हामीलाई थाहा छैछ, सबै सेटिङ भइसक्यो। केमा हुन्छ के गर्ने भनेर सबै छ नि। अब ओली निस्कियो, सबै निस्किएपछि के को डर भने डर हुनु पर्यो के। त्यही कारणले यो नेपालमा केही हुने होइन होइन। हुन्छ काम हुन्छ, नेपालको व्यापार राम्रो हुन्छ, नेपालको सबै सोचहरू राम्रो हुन्छ। तर बालेन सरकार हेर तपाईँ मात्र भएर के गर्नु, सुदन मात्र भएर के गर्नु होइन। यो रवि चाहिँ नि पहिलादेखि थाहा छैछ, यो मान्छे नाम चाहिन्छ, सान चाहिन्छ, एउटा दुईवटा काम राम्रो गरेछ त्यो त देखाउनलाई हो नि होइन। भित्रभित्र रविले सबैलाई सम्हालेर बसिरहेछ। बालनको टाउको चाहिँ नि खत्तम भइसक्यो, उडिसक्यो। बालन सरकारको कमजोरी भनेको आङ्गर के बालनको, अरू सबै ठिक छ। रिस उठ्छ क्या, रिस। मलाई पनि रिस यस्तो मजाले बोल्न मन लाग्छ कि होइन। तर आज चाहिँ नि के भन्छ गगन थापाले चाहिँ नि बुद्धको बारेमा बोलेछ कि। गगन बुद्धको बारेमा पढेछ भने होइन बुझ्नु पऱ्यो नि। यो नेपाली पब्लिकलाई के चाहिन्छ, यो कङ्ग्रेस के भएर राम्रो हुने होइन। मर्दाखेरि केही लिएर जानु छैन, नाम सान भनेको सिद्धिन्छ, तर इज्जत भनेको चाहिन्छ नि। अनि सम्झना नेपालीको मनमा छिर्यो भने छ नि कहिले पनि मर्दैन के। तर घुस खाएर पैसा जम्मा गरेर एक दिन मरेर जानु छ, छोडेर जानु छ, एउटा सन्तानले सिद्धाइहाल्छ होइन। अनि फेरि सुरु गर्नुपर्छ। त्यही कारणले अब आफैले सोच्नु के, यो पसन्द